सम्पूर्णमा नमस्कार। म प्रकाश छापागाई स्टडी विथ प्रकाश युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामीले सहकारीको लोन क्याल्कुलेसन कसरी गरिन्छ भनेर सानो भिडियो मार्फत जानकारी दिन आएको छु। आशा छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ। अब लागौँ भिडियोतिर। सहकारी लोन क्याल्कुलेसन, सामा रकम, समय, वर्ष, जम्मा किस्ता, वार्षिक ब्याज दर, मासिक किस्ता रकम, लगानी मिति। अर्को हेडिङमा किस्ता मिति, लगानी रकम, अवधि, मासिक किस्ता, बाँकी सामा, ब्याज दर, जम्मा ब्याज, सामा र ब्याज, सम्म, जम्मा दिन, हर्जाना दर, हर्जाना रकम, जम्मा लिनुपर्ने रकम, मासिक किस्ता कति पर्छ, 13% को दरले जम्मा ब्याज कति हुन आउँछ, सामा र ब्याज जोडेर कति हुन्छ, जम्मा दिन। यो जम्मा दिन भनेको चाहिँ हामीले सहकारीमा चाहिँ दिनको हिसाब गर्छौँ। वर्षको 365 दिन हुन्छ। त्यस्तै गरेर हामीले हरेक महिना चाहिँ दिन गन्ती गरेर दिनको हिसाबले चाहिँ ब्याज हर्जाना लिने गर्छौँ। हर्जाना दर 2%। हर्जाना दर यदि ऋणीले समयमा किस्ता असुल नगरेको, किस्ता असुली नभएको खण्डमा हर्जाना लगाइन्छ। हर्जाना कसरी लगाउने, कति लगाउने भनेर यसको फर्मुला सहित मैले भिडियो मार्फत हजुरहरूलाई जानकारी गराउँदैछु। मैले चाहिँ फर्मेट खाली गरेको छु। यो फर्मेटको आधारमा मैले फिलअप गर्छु सामा रकम राखेर। हजुरहरूले पनि यस्तै फर्मेट बनाएर हिसाब गर्न सक्नुहुन्छ। सामा रकम 2 लाख राखौँ। समय वर्ष 2 वर्ष गरौँ। 2 वर्षमा 24 महिना हुन्छ। जम्मा किस्ता 24 वटा भयो। वार्षिक ब्याज दर 13% राखौँ। मासिक किस्ता रकम इक्वल टु टोटल सामाको डिभाइड बाई 24 वटा किस्ता छ भने 24 ले भाग गर्ने गरेपछि मासिक किस्ता चाहिँ हाम्रो 8333 हुन आउँछ। लगानी मिति 2082 1 को महिना 1 गते राखौँ। किस्ता मितिमा लगानी मिति 2082 1 को महिना 1 गते। यो चाहिँ पहिलो किस्ता मिति। लगानी रकम 2 लाख। अवधि 24 महिने। मासिक किस्ता कति पर्ने भयो? मासिक किस्ता पहिलो महिना चाहिँ किस्ता जोडिँदैन, किनकि हामीले लगानी गरेको दोस्रो महिनाबाट किस्ता असुल गरिन्छ। त्यही भएर हामीले दोस्रो महिनामा मात्र मासिक किस्ता राखिन्छ। पहिलो महिनामा मासिक किस्ता लाग्दैन। बाँकी सामा भनेको कति बाँकी छ भनेको हो। अब लगानी गरेको महिनामा त पुरै बाँकी र त्यही भएर 2 लाख राखौँ। ब्याज दर 13% भयो। जम्मा ब्याज, जम्मा सामाहरू चाहिँ अब सुरु महिनामा लाग्ने भएन। जम्मा दिनमा चाहिँ हाम्रो 2082 1 को महिना 1 गते। वैशाखमा चाहिँ मानौ 30 को महिना थियो भने 30 राखौँ। हामीले चाहिँ दिनको हिसाब गर्नुपर्छ। त्यही भएर दिन चाहिँ एक्ज्याक्ट हेरेर राख्नु होला। अब हामी दोस्रो महिनामा जाउँ। 2082 2 को महिना 1 गते। 2 को महिना 1 गते लगानी हाम्रो यही भयो, 2 लाख नै भयो। अवधि 24 महिना नै भयो। कन्ट्रोल डी गरेपछि आउँछ मासिक किस्ता। मासिक किस्तामा चाहिँ हाम्रो मासिक किस्ता कति छ? 8333। बाँकी सामा कन्ट्रोल डी गरेपछि माथिको तल आउँछ, पेस्ट हुन्छ। ब्याज दरलाई पनि कन्ट्रोल डी गरिदिउँ। जम्मा ब्याज हिसाब गर्दाखेरि हामीले जहिले पनि पहिलो महिनाको जम्मा दिनलाई बेस मानेर हिसाब गर्ने, किनभने हामीले लगानी गरेको वैशाखमा गरे हौँ। वैशाखको महिनामा कति दिन थियो त्यही दिनलाई हिसाब मानेर, त्यही दिनलाई बेस मानेर हामीले चाहिँ ब्याज निकाल्नुपर्छ। ब्याजको फर्मुला लगाउँ। इक्वल टु जम्मा सामा, बाँकी भएको सामा इन्टु 13% इन्टु 30 दिन डिभाइड बाई 365 गर्दा 2137 रुपियाँ जम्मा ब्याज हुन आयो। 30 दिनको ब्याज। सामा र ब्याज इक्वल टु सामा मासिक किस्ता रु भनेको चाहिँ मासिक किस्ता कति पर्यो, यो चाहिँ सामा घट्ने भयो। यो प्लस ब्याज गर्दाखेरि सामा र ब्याज आयो। सम्म भनेको अहिलेसम्मको कति भयो भनेर, बाँकी टोटल कति भयो भनेर हो। यसलाई चाहिँ 10,470 बाँकी रह्यो। हामीले 1 को महिना 1 गते लगानी गरेको छौँ। 2 को महिना 1 गतेसम्म चाहिँ 10,470 हुन्छ। 2 को महिना 1 गतेसम्म हर्जाना लाग्ने भएन। 1 महिनाको चाहिँ टाइम पिरियड हुन्छ। 1 महिनासम्म चाहिँ हर्जाना लाग्दैन। त्यही भएर 10,470 भयो। यदि यो कन्डिसनमा यो व्यक्तिको चाहिँ पैसा समयमा आएन भने हामीले हर्जाना कसरी लिने? 2082 3 को महिना 1 गते। 3 को महिना 1 गते लगानी
2 लाख रुपियाँ भयो। अवधि 24 दिन। मासिक किस्ता चाहिँ हरेक महिना सेम हुने भयो, 8,333 भयो। बाँकी सामा उसले त अब पैसा घटाएको छैन, दिएन। एक महिना उसको भाका नागिसकेपछि त बाँकी सामा त 2 लाख नै हुने भयो। ब्याज दर 13% नै छ। अब यसलाई चाहिँ माथिबाट तल तान्दिउँ, फर्मुला कपी गरिदिउँ। भ्यालु 0 आयो। भ्यालु किन 0 आयो भने हामीले यहाँ चाहिँ दिन राख्न बिर्सियौँ। जम्मा दिन चाहिँ हामीले जहिले पनि हामीले अघिल्लो महिनाको हिसाब गर्छौँ। हामीले 3 को महिना 1 गतेको हिसाबलाई चाहिँ 2 को महिना 1 गतेको दिन हेर्नुपर्छ। त्यही भएर हामीले यहाँ 2 को महिनामा 31 को दिन थियो, 31 राखौँ। यहाँ 2208 रुपियाँ आयो। अब यसलाई पनि माथिबाट सिलेक्ट गरेर तान्दिउँ। यो पनि कपी भयो। 10,541 चाहिँ सावा, यो प्लस जम्मा ब्याज गरेर सावा र ब्याज 10,541 भयो। अब यहाँनिर चाहिँ हामीले फर्मुला चेन्ज गरौँ। इक्वल टु अब उसको त पहिलाको 10,470 थियो बाँकी, र यो महिना 10,541 पनि थपियो भनेपछि यो प्लस सावा र ब्याज गर्दा उसको 21,011 रुपियाँ बाँकी रह्यो। 21,011 रुपियाँ उठ्नुपर्ने थियो। यदि 1 को महिना 1 गते हामीले लगानी गरियो, 2 को महिना 1 गते पैसा आएन, यदि यो दिनभित्र पैसा आएको भए चाहिँ उसको सावा पनि घट्थ्यो र हर्जना पनि लाग्थेन। यदि नआएको कन्डिसनमा 3 को महिना 1 गतेमा चाहिँ हामीले चाहिँ यो पैसाको अघिल्लो महिनाको चाहिँ हर्जना लेख्नु पर्यो। हामीले चाहिँ पैसा नआएको कन्डिसनमा चाहिँ 2% हर्जना लेखिन्छ। हामीले चाहिँ हर्जना लेख्दाखेरि अघिल्लो महिनाको भाका नआएको रकमको मात्र लेख्ने हो। 30 दिनको हिसाबले चाहिँ हर्जना लेख्ने। अब फर्मुला लगाउँ। इक्वल टु 10,470 इन्टु 2% इन्टु कति दिन, 30 दिन। हामीले दिन चाहिँ अघिल्लो महिनाको दिन हेर्ने। जहिले पनि दिन हिसाब गर्दाखेरि चाहिँ अघिल्लो महिनाको हामीले वैशाखमा लगानी गरिरहेको छ 10,470 जेठमा उसले बुझाउनु पर्ने पैसा हो, तर हामीले हिसाब चाहिँ वैशाखको महिनाको दिन क्यालकुलेसन गरेर हेर्ने। डिभाइड बाई 365 गर्दा 17 रुपियाँ चाहिँ हर्जना लाग्यो। 10,470 को 2%ले 30 दिनको 17 रुपियाँ हर्जना लाग्यो। जम्मा लिनुपर्ने रकममा चाहिँ अब हामीले फर्मुला लगाउँ। इक्वल टु सावा र ब्याज प्लस अघिल्लो महिनाको ब्यालेन्स प्लस हर्जना गर्दा 21,028 रुपियाँ लिनुपर्ने देखियो। यदि उसको 3 को महिना 1 गते पनि आएन भने 2082 4 को महिना 1 गते, 4 को महिना 1 गते लगानी रकम 2 लाख नै भयो। अवधि 24 भयो। मासिक किस्ता सधैँ सेम हुने भयो 8,333। बाँकी सावा 2 लाख नै भयो, उसको पैसा आएको छैन। ब्याज दर 13% नै भयो। जम्मा ब्याज किन चाहिँ यहाँ इरर आयो भने हामीले चाहिँ जम्मा दिन यहाँ राखिएन। जम्मा दिन 3 को महिनामा कति दिन थियो, त्यही भएर हामीले जहिले पनि हिसाब गर्दाखेरि चाहिँ अघिल्लो महिनाको हिसाब गरिन्छ। फर्मुलामा पनि हामीले अघिल्लो महिनाको जम्मा दिन हिसाब गरिन्छ। त्यही भएर यसमा चाहिँ भ्यालु इरर आयो। यहाँ चाहिँ हामीले असारमा चाहिँ 32 को महिना थियो, 32 राखौँ। अटोमेटिक फर्मुलाले चाहिँ 2279 रुपियाँ निकाल्यो। सावा र ब्याजलाई पनि कन्ट्रोल डी गरेपछि माथिको फर्मुला तल पेस्ट हुन्छ। सम्ममा पनि त्यही हो। सम्ममा पनि कन्ट्रोल डी गरौँ। अब हर्जना 2% लाग्ने भयो। माथिको कन्ट्रोल डी गरेपछि फर्मुला कपी हुन्छ। अब मैले हजुरहरूलाई एकचोटि फर्मुला लगाएर पनि देखाइदिन्छु। इक्वल टु 21,011 इन्टु 2% इन्टु कति दिन, 31 दिन। हामीले अघिल्लो महिनाको दिन हेर्ने। 31 डिभाइड बाई 365 गर्दा 36 रुपियाँ आयो। अब यसलाई कन्ट्रोल डी गरिदिउँ। यो अटोमेटिक फर्मुलाले कपी गर्यो। 31,677 टोटल हामीले अब साउन 1 गतेसम्म लिनुपर्ने रकम 31,677 देखियो। यो कन्डिसन त हजुरहरूले बुझ्नुभयो। अब चाहिँ किस्ता मिति 24 छ। 2082 1 को महिना 1 मा लिएको छ। 2084 1 को महिना 1 मा त उसको भाका सकिन्छ। म्याथ सकिएको कन्डिसनमा चाहिँ हामीले कसरी क्यालकुलेसन गरिन्छ त्यो पनि म सिकाउँछु। भिडियो हेरेर साथ दिनु होला। मैले चाहिँ यो पुरै कोठा खाली गरेको छु। अब चाहिँ म्याथ सकिएको कन्डिसन
2084 1 को महिना 1 गते 2084 1 को महिना 1 गते चाहिँ उसको म्याद पुरा हुन्छ। लगानी हामीले 2 लाख गरेको थियो, 24 महिनाको अवधि थियो। उसको मासिक किस्त 8333 थियो। तर उसको बाँकी सावा कति छ भने बाँकी सावा 2084 1 महिना 1 मा त म्याद सकियो। म्याद सकिदासम्म पनि उसको बाँकी सावा चाहिँ 50,000 छ भने यस्तो कन्डिसनमा यो 50,000 कै हर्जाना पनि लाग्ने भयो, यो 50,000 कै जम्मा ब्याज पनि लाग्ने भयो। अब हेरौँ, ब्याज दर 13% भयो। जम्मा दिन 30 दिन राखौँ। जम्मा ब्याज निकाल्ने फर्मुला त मैले हजुरहरूलाई योभन्दा अगाडि पनि सिकाएको थिएँ। इक्वल टु बाँकी सावा इन्टु 13% इन्टु दिन डिभाइड बाई 365 गर्दा 534 रुपियाँ सावा र ब्याजमा चाहिँ इक्वल टु पहिला चाहिँ हाम्रो कस्तो हुन्थ्यो भने मासिक किस्त यो प्लस ब्याज गरिन्थ्यो, जम्मा ब्याज गरेर सावा र ब्याज यहाँ निकालिन्थ्यो। अब चाहिँ भाका नआएको कन्डिसनमा, म्याद सकिएको कन्डिसनमा चाहिँ इक्वल टु बाँकी सावा जति छ त्यसमा प्लस ब्याज पनि लाग्ने भयो। कति भयो? 50,534 रुपियाँ हुन आयो। अब 50,534 सम्ममा चाहिँ 50,534 लेखिदिउँ। 50,534 भयो। 30 दिनको हर्जाना चाहिँ अब 5% लाग्ने भयो। हर्जाना रकम निकाल्नलाई इक्वल टु 50,000 सावा र ब्याजको लाग्ने भयो। हर्जाना चाहिँ 50,534 मा इन्टु 5% इन्टु दिन 30 दिन डिभाइड बाई 365 गर्दा 208 हर्जाना रकम आयो। जम्मा लिनुपर्ने रकम इक्वल टु सावा र ब्याज प्लस हर्जाना गरेर 50,742 रुपियाँ। यसरी चाहिँ हामीले सरकारी लोनको क्यालकुलेसन हिसाब राखिन्छ। हर्जाना दरहरू चाहिँ भाका नआएको कन्डिसनमा कसरी लेख्ने भनेर चाहिँ मैले हजुरहरूलाई फर्मेट बनाएर सजिलो हिसाबमा सिकाएको छु। आशा छ यो भिडियो हजुरहरूको लागि एकदमै उपयोगी हुनेछ। फेरि नयाँ भिडियो लिएर हजुरहरूमा आउने छु। आजलाई यति नै। हस्त, धन्यवाद।